नमस्ते साथीहरू, मेरो चाहिँ खाना रेडी भइसकेको छ आज हैन। हजुरहरूको के छ? मेरो चाहिँ खाना रेडी भइसकेको छ। हेर्नुहोस् त, यो अलिकति लास्ट आँपको अचार हो। यो अकबरे खोर्सानी छ अनि 2-3 टुक्रा प्याज छ है। आज चाहिँ मैले के बनाएको छु भने नि, आज चाहिँ फिस करी बनाएको छु। यो माछा हो, तर माछा चाहिँ केसँग छ भन्दाखेरि माछा चाहिँ फर्सीसँग छ के। फर्सी चिन्नुहुन्छ हजुरहरूले? यो माछा चाहिँ फर्सीसँग छ है, फर्सीसँग। ल हेर्नुहोस् त कस्तो लाग्यो मेरो तरकारी तपाईहरुलाई। यो हल्का पाके जस्तो फर्सीसँग छ है हजुर मेरो चाहिँ तरकारी। ल मेरो यो चाहिँ अहिलेको बिहानको खाना हो। मेरो नाइट ड्युटी छ, त्यही भएर म चाँडै खाना खान्छु। बेलुका चाँडै ड्युटी जानुपर्छ हैन। हस् त, थ्यांक यू सो मच सबैलाई। नमस्ते।